गाउँको नाम थियो भुन्टे चौर। तर भुन्टे चौरमा गरिबी, बेरोजगारी, अशिक्षित हजारौँ समस्या सँगसँगै धेरै परिवर्तन गरेका ती गाउँलेहरू जसले चाहेको परिवर्तन पुरा हुन सकेको थिएन। त्यो सँगै गाउँका श्रम गर्ने, मजदुर गर्ने मेहनती मान्छे जितबहादुर, जुन जातले दलित थिए, गरिब थिए तर स्वाभिमानी थिए र श्रममा विश्वास गर्दथे। दिनचर्या यस्तै थियो, ज्याला मजदुरी नै घरको छाक टार्ने र बच्चा-बच्ची पढाउने, खर्चको जोहो गर्ने एउटा माध्यम थियो। एक दिन बेसरी जितबहादुरको श्रीमती बिरामी भइन्। अस्पताल लगियो, सन्चो भएन। धामी झाँक्री गरियो, सन्चो भएन। तर केही दिनपछि गाउँमा स्वास्थ्य शिविर गर्ने नाउँमा केही गाउँभन्दा बाहिरका मान्छेहरू स्वास्थ्य शिविर ल्याएर आए। सम्पूर्णमा नमस्कार, म दुर्गा केसी। विशेष त हामीले आज चैत वैशाखको गर्मी समयमा वनमा लागेको डढेलो आगो झैँ सल्किरहेको धर्म परिवर्तनको एउटा विषयमा जितबहादुरको एउटा साङ्केतिक एउटा कथाको चरित्र बनाएर एउटा धर्म परिवर्तनको विषयमा, धर्म परिवर्तनको भित्री कथा शीर्षक दिएर यसको विषयमा धेरै कुराहरू हामी चर्चा र परिचर्चा गर्ने प्रयास गर्दैछौँ। कृपया जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसपछि उनीहरू स्वास्थ्य शिविर लिएर गाउँमा आए। केही मान्छेहरू आए, धेरैको उपचार गरे, निःशुल्क औषधि वितरण गरे, बच्चाहरूलाई सहयोगको निम्ति कापी कलम दिए। त्यो उपचारले जितबहादुरको श्रीमतीलाई केही सहज भए जस्तो भयो। अनि मान्छेहरू एक दिन जितबहादुरकै घरमा आइपुगे, ती सहयोगी मान्छेहरू। अनि जितबहादुरको स्वास्थ्य समस्या बुझे, अनि जितबहादुरको श्रीमतीको स्वास्थ्य अवस्था बुझे, निःशुल्क औषधिहरू दिए। अनि जितबहादुरलाई फेरि भने, तपाईँलाई केही समस्या छ, तपाईँको समस्या हामी बुझ्दछौँ, तपाईँको समस्यामा हामी सँगै तपाईँसँग हातेमालो गरेर जान चाहन्छौँ। केही सहयोग चाहियो भने हामीलाई सम्पर्क गर्नुहोस् या हामीलाई भन्न सक्नुहुन्छ। एउटा दलितको छोरो पहिलोपटक कसैले जितबहादुरलाई त्यस्तो भन्दै गर्दा जितबहादुरले आफ्नो कसैले पीडा सुनेको महसुस गरे, कसैले आफूलाई बुझेको महसुस गरे। अभावमा बाँचिरहेका थिए जितबहादुरले भने, श्रीमतीलाई उपचार गर्दा, केटाकेटीलाई कापी कलम र फिस तिर्दा 10,000 जति ऋणमा लागेको छ। त्यो पैसा भइदिएको भए मलाई अझ धेरै सहज हुन्थ्यो कि भन्ने उनले एउटा प्रस्ताव राखे। त्यो प्रस्ताव नसकिँदै ती सहयोगी मान्छेहरूबाट 10,000बाट गोजीबाट झिकेर उनीहरूलाई जितबहादुरलाई दिए। जब जितबहादुरले त्यो हातमा 10,000 रुपियाँ हातमा पाए, त्यसपछि उनी आकाशमा उडिरहेको चरी झैँ एउटा भुर्र उडेको चरी झैँ उनको मन स्वच्छ भयो। उनको मन सहज र सरल भयो त्यो सहयोग पाउँदा। जितबहादुरको श्रीमतीलाई बिस्तारै सन्चै हुँदै थियो। त्यसपछि ती सहयोगी मान्छेहरूले एउटा सानो प्रार्थना कार्यक्रममा बोलाए। त्यहाँ जितबहादुर र उनकी श्रीमती त्यो प्रार्थना कार्यक्रममा गए। मानिसहरू गाइरहेका थिए, कोही रोइरहेका थिए त कोही दुःख बाँडिरहेका थिए। जितबहादुरकी श्रीमती अचम्म र हल्का सहज र सरल महसुस गर्दै त्यो प्रार्थना कार्यक्रमबाट घर फर्किन्। सम्पर्क बढ्दै गयो ती सहयोगी मान्छेहरूसँग। आपसी विश्वासले उनीहरूको आत्मविश्वास र भावनात्मकता र आत्मीयता बढ्दै थियो। त्यसपछि गाउँमा ठुलो भूकम्प गयो। धेरैको घर भत्कियो, धेरैको मन भत्कियो। कति घाइते भए, कति मरे, कति ढले। गाउँ एउटा ठुलो दुःखको भुमरीमा फस्यो। खान, लाउन, ओढ्न, ओछ्याउन ती घाइते, अपाङ्ग, अशक्तहरूलाई औषधि उपचारको अभावले फेरि पनि एउटा दुखित बनायो। अनि त्यसपछि ती सहयोगी मान्छेहरू फेरि पनि त्यो गाउँमा कपडा बाँड्दै, चामल बाँड्दै, तिरपाल बाँड्दै, स्वास्थ्य शिविर राख्दै, घरटरा बनाउँदै, एउटा त्यो गाउँको सिङ्गो चाहिँ एउटा सहयोग गर्दै, त्यो गाउँका दुःख सुखमा मलम पट्टी लगाउने र त्यो घरटरा बनाउने उद्देश्यका साथ फेरि पनि त्यो गाउँमा सहयोगी भावना लिएर आए। तर
त्यो सहयोगी भावना सँगसँगै उनीहरूले चामलको बोराभित्र बाइबल लुकाएर राखेका थिए, बाँडेका थिए। कतिपय गाउँलेहरूले त्यो चामलको बोराभित्र जब बाइबल देखे तब ती मान्छेहरूलाई शङ्काको दृष्टिले पनि हेरे। समय बित्दै थियो। एक दिन जितबहादुरलाई सिधै ती सहयोगी मान्छेहरूबाट प्रस्ताव आयो, यदि तपाईँ हाम्रो मार्गमा आउनुभयो भने, हामीले भनेको कुरा मान्नुभयो भने हामीबाट अझै ठुलो सहयोग प्राप्त हुन्छ। त्यो क्षण उनको जीवनको सबैभन्दा अप्ठ्यारो निर्णय गर्नुपर्ने र एउटा अप्ठ्यारो परिस्थिति बन्यो। एकातिर भोको पेट, अर्कोतिर भूकम्पले ढलेको घर बनाउनु पर्ने आवश्यकता, बाध्यता, छोराछोरीहरूलाई पढाउने अर्को बाध्यता, अनि घरमा पैसा नहुनु अर्को बाध्यता, अनि आफ्ना बाउ बाजेले मान्दै आएको धर्म संस्कार र आस्था र चिन्तनको विषय। साँच्चीकै जितबहादुर धर्म सङ्कटमा परे। उनी केही बोलेनन्, चुपचाप रहे। तर केही दिनपछि जितबहादुरले यस्तो निर्णय लिए, उनले आफ्नो पुरानो सनातन धर्म छोडिदिए र नयाँ क्रिस्चियन धर्ममा उनी आबद्ध भए। साँच्चीकै यो कथा एउटा जितबहादुरलाई साङ्केतिक रूपमा देखाउन खोजेको एउटा धर्म परिवर्तनको एउटा भित्री खेलको एउटा साङ्केतिक शब्दका अर्थहरू मात्रै हुन्। वास्तविक रूपमा धर्म परिवर्तन जस्तो संवेदनशील कुराहरूमा किन, कसरी, कस्तो तरिकाले र कस्तो योजनाहरू बनाएर धर्म परिवर्तन नेपालमा बढ्दैछ भन्ने कुराहरूलाई म अलिकति प्रश्न पार्न चाहन्छु। रोगी, गरिबी र आश्वासनको माध्यमबाट मान्छेहरूलाई मण्डलीमा प्रार्थनाको लागि तानिन्छ। जब मान्छेलाई समानता र हामी सबै एउटै हो भन्ने सान्त्वना र शान्तिको भावनात्मकतासँग जोडेर मान्छेमा तनाव, डर, चिन्ता कम हुने एउटा भावनात्मक अनुभव बाँडिन्छ। मान्छेको समस्या सुन्ने, सल्लाह दिने, प्रेरणात्मक कुरा गर्ने, सकारात्मक विश्वासको निर्माण गर्दै सहयोग नै गर्नु परे सहयोग पनि गरिन्छ। यी यस्ता कुराहरूसँगै शिक्षामा सहयोग, स्वास्थ्य उपचारमा सहयोग र सहजीकरण गरिन्छ। गरिबी, बेरोजगारीलाई आश्वासन र सहयोगको शुभेच्छा र आशा बाँडिन्छ। अनि अन्तिममा शर्तसहितको सहयोग दिइन्छ। त्यसलाई धर्म परिवर्तनको रूपमा लिएको र गरिब, असहाय लगायत विभिन्न ठाउँहरूमा त्यस्तो किसिमको एउटा प्रभावसँगै काम गरेको देख्न सकिन्छ। यो सँगै आशा दिनु अवश्य पनि राम्रो कुरा हो। त्यो सँगै सहयोग र सेवाको नाममा निर्णयमा प्रभाव पारिन्छ र धर्म परिवर्तन लादिन्छ वा धर्म परिवर्तन गराइन्छ। तर जसले जे जस्तो प्रलोभन देखाएर धर्म परिवर्तन गराए पनि, हाम्रो देश धर्मनिरपेक्ष भए पनि कानुनी हिसाबले कसैलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराउनु र गराइनु कानुनी हिसाबले दण्डनीय छ, जसलाई नेपालको कानुनले अवैध भनेर भनेको छ। धन्यवाद।